Oh my goodness. कति चिसो हो यो. Hello everyone. के छ सन्चै हुनुहुन्छ होला. म पनि एकदम सन्चै छु. मेरो अर्को भ्लगमा तपाईहरुलाई स्वागत छ. लास्टै चिसो. ओ माई गड, बार पो आएछ. ठुल्ठुलो बिल्डिङ. के हो यो माथिको टिभीमा? यतापट्टिको मान्छेहरू को हो? ओहो, कति राम्रो हुस्से र बादल. कत्रो अग्लो अग्लो बिल्डिङ. जेन्टल हुन यतै. होइन, यो कसको कुकुर रहेछ? है, मुखै पो चाट्न खोज्छ त. कसको कुकुर हो यो? सुभाष दाईको कुकुर हो कि क्या हो त रहेछ त. ल हेर, क्यामेरै खाइदिन्छ कि क्या हो यसले. आइज भनेर बोलाउँछ, आउँदै आउँदैन. आइज 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 कुद्दै आइज. यतै आयो है यतै एकपल्ट चाहिँ. यतै यसकै मालिकतिर मात्र जान्छ. अब गाडीमा जान्छ ढुकचुक 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 गीत बज्दैछ. ओहो, कति राम्रो सडक. अनि त्यो माथिको पुलबाट के कुद्छ? मुनि त खोला छैन, माथि किन पुल बनाएको होला? यो अगाडिको बट्टा जस्तो गाडी के हो? होइन, कस्तो राम्रो इन्टरसेक्सन. ट्रक बस सबै छ त. होइन, भार पो आयो. के हो फेरि हो? ढुकचुक 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 ढुकचुक. अगाडिको बट्टा जस्तो गाडी देखेर त मलाई हाँस उठ्छ. कियाको तासमान भन्ने गाडी यही हो त? यही होला, यही होला. आकाशतिर फेरि हुस्से लागेर ढुट्टो. ओहो, कति राम्रो झाडी रहेछ, कति राम्रो डाँडा पाखा त रहेन. झाडी चाहिँ अब ल काम गर्न थाल्यो. खुर्कुर 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 यताउता कुद्यो. काम छैन. घरि ज्याकेट खोल्यो, घरि लगायो, यताउता कुदो. त्यहीँ भएको सामानलाई यताबाट उता, उताबाट यता आयो. ज्याकेट खोलो, टोपी खोलो, कपाल बाँधो. अनि फेरि गयो, काम गरे जस्तो जस्तो गरो. उचालो, यता राखो. त्यही भएको सामानलाई यताबाट उता, उताबाट यता. अब यहाँनिर चाहिँ कृत्रिम घाँस हारिँदैछ. अहिले यस्तो बन्जर जमिनबाट हरियाली बनाइन्छ. अब मैले फेरि त्यो भएको ज्याकेट पनि खोलेर हाफ ज्याकेट लगाइसकेँ. केटाहरू धमाधम काम गरेकै छन्. अब यतापट्टिको सिँढीमा टाइलर आएर टाइलरले टाइल पनि लगाउँछ. हामी चाहिँ त्यही भएको एउटा पाइपलाई 3जना मान्छे मिलेर बोक्दैछौँ. अब साह्रै काम गऱ्यो है भनेर थाकेपछि यसो बसेर गफ पनि गर्नु पर्यो. 4-5 चोटि त्यो ट्र्याक्टर स्टार्ट गरेँ, स्टार्टै भएन. लु, मैले त जानिनँ है, तपाईँ आफै स्टार्ट गर्नु भनेर मालिकलाई भने. मालिक फेरि यता र उता गर्दै ज्याकेट फुकाल्दै कुदेकै. मालिककै त्यही गति छ, अनि झन् कामदारको त के गति हुनु. त्यो भन्दै टाइलर पनि आइपुग्यो. टाइलरले धुई सफा गर्न थाल्यो. हामी यताबाट ग्लु ट्याप टाँसेको छ. म काम गरेकै, साथी हेरेकै. उता कुनामा फेरि दाजुभाइ गफ गरेकै. अब यहाँ आएर अलिकति सिकाए जस्तो त गर्नु पर्यो. मालिकले सिकाए जस्तो गरेपछि अब भेप फुसफुस पनि तान्नै पर्यो. यो कालो के होला भन्नुहुन्छ भने यो कालो चाहिँ ब्लू मेटलको धुलो हो. ब्लू मेटल भनेको फेरि निलो कलरको धातु भन्नु होला, त्यो होइन. ब्लू मेटल भनेको एउटा ढुङ्गाको टुक्रै जस्तो धुलो हो.
अब एकछिन उभिएर गफ त हान्नै पऱ्यो, त्यत्रो काम गरेपछि गफ हान्यो फेरि उभियो फेरि गफ। काम गर्न चाहिँ अलिअलि रमाइलो हुन्छ, यस्तो रमाइलो हुन्छ अब फेरि बेल्चा हान्ने झ्यामझ्याम झुमझुम। बेला बेला यता पनि हेर्दै गर्छु बा रेकर्ड हुँदैछ कि छैन। अब त्यहाँ त्यो ढोका खुल्लेकै गाडीको ढोका खुल्ले गर्नुपर्छ, यतापट्टि सारियो क्यामेरा, खुरखुर खुरखुर यता र उता कुद्दा खुट्टाको पैतालाबाट छाला निक्लिन आँटो। के गर्ने हौ सुभाष दाई, के गर्ने भन्छु, के गर्ने भन्छ, फेरि त्यो मेसिन कराएको आवाज घ्याट्याङट्याङट्याङले सुनिँदैन। के भनेको रहेछ भने म मिलाउँछु, तिमीहरू त्यो चाहिँ ब्लू मेटल हाल भनेको रहेछ। अनि हाल्न थाल्यो दुईका दुई, यता चान्दा फेरि के गरेकै ओहो धमाधम। अनि यो पर यता फर्केको चाहिँ के हो भन्नुहुन्छ भने यो चाहिँ कङ्क्रिट मिक्सर मसिन हो। अब यहाँ ढोका पनि गाडीको कसले खोलेछ, फेरि यो बिचमा बाँस जस्तो रुख चाहिँ कहाँबाट आयो, कस्तो भ्यूै ब्लक गरेछ नि। हाम्रो आर्यन सरले नसकिकन त्यो झाडु ठेल्दैछ, उसको नाम चाहिँ आर्यन हो। अनि कालो लाउने मान्छे चाहिँ चान्द, कालो भेस्ट लाउने मान्छे चाहिँ सुभाष, यो ट्रेडीको लुगा लाउने चाहिँ म हो। ह्यान्डसम, सबसे ह्यान्डसम मध्ये चाहिँ मै हो। अनि यो यतापट्टिको घर चाहिँ कोरियनको। अनि यस्तो धमाधम काम गरिदिएछ, घरि यता घरि उता। पन्जा फेरि धरियो है त, अब पन्जा धरिसक्यो। अब उभिएर त एकछिन त हेरिदिनै पर्यो, गफ त अलिकति गर्नै पर्यो, त्यही माथि झापाको मान्छे। अब आएर के खोजे जस्तो गर्छु, पानीको बोतल लान्छु, 2-4 घुडीकी पानी खान्छु, फेरि एकछिन पछि खान्छु भनेर राख्छु। काम फेरि गर्नै पर्यो धमाधम। अब बेल्चाले पुगेन भनेर ठुलो बेल्चाले उता लगेर एक्लै गर्छु भनेर धुइँ थालिदिइहालेँ मैले। फेरि जङ्गी मान्छे, फेरि एकदम जङ्की त होइन जङ्गी। अनि आर्यन सर पनि खेल्दै यता उता गर्दै मेरो पछि गर्दै आइताल्यो। त्यो पछाडि म कुनामा गएर दुई मिलाउन थालेँ, यता टाइलरले फेरि सुई हान्दैछ, आफ्नै पारामा दिँदैछ। अनि यो फुस्स धुवा चाहिँ के उड्यो भन्ने होला, त्यो चाहिँ भेप उडेको थियो, कहाँ गइ पनि सक्यो। अनि त्यस पछाडि गऱ्यो है दाजुभाइ मिलेर, मैले मित्र यता चाहिने रहेछ भनेर भनेपछि मित्रले पनि ल्याइहाल्यो। मैले पनि सुई मिलाएँ, सुभाष त यता मिलाउँदैछ, म उता मिलाउँदैछु। अब यो ट्र्याक्टर जस्तो कम्प्याक्टर मसिन, कम्प्याक्ट गर्ने मसिन पनि चलाउनु पर्ने हुन्छ। अब 2-4 घुडीकी पानी त खानै पर्यो त्यत्रो कुरामा गएर काम गरेपछि। अनि यसरी गफ पनि लाइन्छ बिचबिचमा, त्यो त अब नर्मल भइहाल्यो। अब त्यही अघि राखेको ब्लकलाई फेरि सार्नु पर्यो, फेरि यता गर्नु पर्यो, भाइ काटेर लगाऊ। अब चाहिँ फाइनल्ली त्यो कम्प्याक्टर मसिन स्टार्ट गरेर दाइले चाहिँ एकै सर्टमा स्टार्ट गरेर कुदाउनु भयो। सनन गोलो त्यो सेलरोटी पकाए जस्तो फन्का घुमाइसकेपछि म पनि यता त्यो के अरे ब्लक काटेर अलिकति बनाउनु पर्ने ठाउँमा बनाउँदैछु। अब स्वास्थ्यको ख्याल राख्नै पर्यो, त्यही भएर मास्क लगाएर सन्न देख्नुभयो धुलो क्या उड्छ, ओहो धुलो उड्छ, त्यही भएर मास्क लगाएको। अनि अरू कुरा एकदम सबै ठिकै चल्दै थियो, ठिकै नै चल्दै थियो अहिलेसम्म त। तर यो फुटेन, 2-4 मुक्का हाने फुटेन, 4-5 मुक्का हाने फुटेन, तर फेरि फुट्यो। अनि लगाएँ। अनि त्यस पछाडि अब दाइले पनि त्यहाँ घुमाइसक्नुभयो। अनि यसो यसलाई चाहिँ टाँस्नलाई चाहिँ यतापट्टिको स्प्लिट फेस ब्लक हो, यो चाहिँ रफ साइड हुन्छ एकपट्टि, अनि त्यही भएर यसलाई चाहिँ एक साइडमा अलिक क्लिन बनाइदेऊ अनि मजाले भित्तातिर टाँसिन्छ भन्नुभयो। अनि ल हुन्छ नि त भनेर गरेँ। अनि आर्यन सरले उता जानी नजानी जबरजस्ती मिलाउन खोज्दै थियो, सुभाष दाइले फेरि म आफै मिलाउँछु भनेर मिलाइहाल्नु भयो। अनि टाइलर्सजीले पनि धमाधम काम गरी बक्सिँदैछ। अनि त्यस पछाडि चाहिँ नि अब ग्लु लाउने बेला अब फेरि यहाँनिर चाहिँ एकदम नयाँ तरिका हुन्छ, नेपाल जस्तो त्यो सिमेन्ट लगाइराख्नु पर्दैन, स्वाट ग्लु टाँसिदिने, ट्याक स्वाटै आधी घन्टाको काम 5 मिनटमा समर्पयामी हुन्छ। अनि सुभाष दाइले उता कुनातिर मसिन लाउन थाल्नुभयो। अनि म पनि माक्स खोलेर गोजीतिर हालेर खै कतातिर भाग्यो। यतिखेर एकछिन काम गर्नलाई यतातिर अर्कोतिर गएँ, फेरि आइपुगेँ। फेरि अब के खोजेँ, पानी खोजे हो कि के खोजे हो,
खोजेर फेरि फर्केँ, पन्जा टिपेँ, लाएँ, कुदेँ, उफ दाइहरू उता गरेकै चान्दा यता नदेखिने ठाउँमा काम गरेकै अनि आर्यन सर उता कुनामा काम गरेकै यो मसिन त भारी पो रहेछ भनेर दुईजना मिलेर हालियो। तर झारियो। अब के गर्ने होला त भनेर यसो सोच्दा अब त घाँस हाल्नु पर्ला, अब त घाँस हाल्ने बेला भयो भनेर चाहिँ नि यसलाई 2-4जना मिलेर काटकुट पारेर हाल्नुपर्छ हौ भन्ने सरसल्लाह भएर चाहिँ नि चट्ट मैले घाँस त्यो टेप काट्न आँट्दै थिएँ। मैले त्यो काट्ने नै भेटिनँ। अनि कसरी हाल्ने हौ दाइ भनेर सोद्धा दाइले काट्ने पनि लिएर आइहाले। अब काट्ने लिएर आएर गोजीमा हालेछन् फेरि दाइले। अनि फेरि यताबाट होइन उताबाट होइन यताबाट भनेर बल्ल काट्ने दिएर काटेर अब खुइ पल्टाउने। यहाँ फेरि आर्टिफिसियल घाँस हाल्न एकदमै सजिलो छ। अगाडिको प्रेप गर्न चाहिँ अलिकति गाह्रो, तर प्रेप गरिसकेपछि चाहिँ एकदम धेरै सजिलो। सर कार्पेट ओछ्याए जस्तो ओछ्याइदिने। जमिन मिलेको छ भने त झनै सजिलो हुन्छ। तर अब जमिन मिलेको छैन भने चाहिँ त्यसको कुना काप्चातिर काटेर बस्नुपर्छ, अलिकति टाइम कन्ज्युमिङ हुन्छ त्यो चाहिँ। नत्र भने त सट्ट तन्ना ओछ्याए जस्तो नि कार्पेट पनि होइन। अनि त्यस्तो अनि यहाँनिर दर्शक जस्तो गरेर चान्दाइले हेर्दै हुनुहुन्छ अलिकति दामी पारामा। अनि म चाहिँ के गरौँ हौ भने त्यहाँ तिमी चाहिँ यसो के सामानहरू मिलाउने चार्ज हान्ने गर न भनेर होला। अनि यस्तो गर्दै रहेछ। अनि यता टाइलर ज्यूले चाहिँ एकदम धमाधम दामी घरलाई एकदम सुन्दर बनाउने कोसिस गर्दै हुनुहुन्छ। अब यो चाहिँ प्रोसेस चाहिँ यस्तै हो, दम प्रोसेस भइरहेछ यो चाहिँ। अब म चाहिँ यो प्रोसेस चाहिँ मैले धेरै भनिसकेँ। अब यो तपाईँहरू हेर्नु होला है त।
अब त्यसको चारै कुना पाँचै कुना मिलाइसकेपछि चाहिँ त्यसलाई टक्कसँगले अघि कम्प्याक्ट गरेको जमिनमा ठ्याक 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 काटिहालिदिने अनि सक्यो। अब अर्कोपट्टि अर्को घरको त्यो अघिको कोरियनको घर भनेको ठाउँमा पनि हामीले त्यसको पनि काउन्सिल स्ट्रिटमा चाहिँ हामीले घाँस हाल्नुपर्ने थियो। अनि त्यता पनि अगाडिपट्टि हालिसकिएर अनि अब त्यो भित्तापट्टि पनि हाल्नुपर्ने छ। अब यसको लागि चाहिँ सुभाष दाइले च्याट्टा पारेर काट्दै हुनुहुन्छ। धमाधम यसरी काट्ने ट्याक्क मिलाएर स्याट्ट पारेर हालिदिइहाल्ने। त्यसमा कुनै दुई मत छ त छैन, त्यसमा दुई मतै छैन भन्ने हालिदिइहाल्ने। हस् त नमस्कार, यो पनि सकिन लाग्यो हाम्रो ऊ चाहिँ कन्ट्र्याक्टर मित्र। अब त्यस पछाडि भन्नुहुन्छ भने अब यहाँनिर चाहिँ के गर्नुपर्ने थियो भन्दाखेरि ब्लक हालेर माथिबाट क्यापिङ हाल्नुपर्ने थियो। यसमा चाहिँ दाइहरू चाहिँ खाजा लिन जानुभएको थियो। अनि आर्यन साथी र म चाहिँ धमाधम ब्लक हालिसकेर क्यापिङ हाल्दै थियौँ। क्यापिङ पनि त्यही हो, सेम प्रोसेस, ट्याक्क ग्लु लाउने ठ्याक्क जोडिदिने। 20 मिनटको काम 5 मिनटमा सर्ट भइहाल्छ। खुसीको कुरो चाहिँ त्यस्तै छ, टेक्नोलोजी भएपछि एकदम कायदाले काम त बटङ टङ 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 अगाडि बढिहाल्ने क्या। अनि रमाइलैसँगले काम गरिँदैछु, तर अलिअलि भोक लाग्दैछु। अनि यहाँ ब्लक काट्नुपर्ने भएर धमाधम ब्लक काट्दै त्यो धुलो उडेको चाहिँ ब्लक काटेको हो। कहिलेकाहीँ अब धुलो उडेको उडिँदै हाल्यो धुलो। अनि यो चाहिँ ब्लक काट्दै हाल्दै अनि धमाधम पाराले काम गरियो। अब यो पनि केही नै छ, धेरै छैन, केही पनि छैन। हेर्नु होला, अलिक पर भेट्छु है त म। अब यो कार्यक्रम पनि अलमोस्ट सक्यो। अब लेट्स यहाँनिर आउनुपर्ने हुन्छ। अब यहाँनिर पनि काउन्सिल स्ट्रिटमा, यही घरको काउन्सिल स्ट्रिटमा घाँस हाल्नुपर्ने हुन्छ। यसलाई चाहिँ च्याट्टा पारेर एकै दामी पारामा हाल्नुपर्ने। कम्प्याक्ट पनि भइसक्यो दामी पारामा। अब यसमा घाँस चाहिँ रेडी टु गो भइसक्यो। अब यसमा घाँस ओछ्याउन मात्रै बाँकी छ। लास्ट स्टेप हो यो, लास्ट स्टेप। दामी पारामा घाँस पनि ओछ्याइसकेको छ। आर्यन मित्रले ब्याग पनि टिप्दैछ। अब अलमोस्ट जाने बेला भयो है दाइ भनेर। तर अब अलिकति घाँस नपुगेको कारणले यता यो कालोपट्टि चाहिँ हाल्ने बाँकी छ। यो कार्यक्रम चाहिँ हामी भोलि अवश्य गर्नेछौँ। सिडी पनि यता टाइलर ज्यूले लगाएर सकिसक्नु भएको छ, टाइल लगाएर। अँध्यारो पनि भइसकेको छ। अब हामी फर्किन्छौँ घर। भेट्छौँ अब हामी अर्को ब्लगमा। दाइले घुमाउँदै हुनुहुन्छ गाडी। अब हामी लाग्छौँ घरतिर। यहाँसम्म हेरेर 5.4 के हान्छ बुझ्यौ? रेजोल्युसन दबा भिडियो क्वालिटी त क्यामेराको